हेलो हेलो हामी अहिले काठमाडौँको सल्लाहघारी स्थित हामी चाहिँ बसिरहेको छ। अहिले चाहिँ हाम्रो अपडेट यो छ, अहिले सुन्दर शान्त हाम्रो चाहिँ नेपाल सुन्दर हरियाली हराभरा चाहिँ नेपाललाई अहिले चाहिँ डामाडोल गर्दैछ। नेपालमा अहिले शासक र सामन्तवादहरूको चलखेल भएको अवस्था हामीले देखिरहेका छौँ। अहिले सुन्दर शान्त छ, मन्द छ यो सहर, अहिलेसम्म बसिरहेको छ, रमाइरहेको छ, अब आफ्नो ठाउँमा छ, आफ्नो भूगोलमा छ। तर भए पनि यहाँका शासकहरूले चलखेल गरिरहेको अवस्था हामीले देखिरहेका छौँ। विशेष गरेर हामीले यो भिडियो कैद गर्नुको अर्थ चाहिँ के त भने नेपालमा शासक र सामन्तवादहरूले चाहिँ चलखेल गरिरहेको अवस्था, यो काठमाडौँलाई अराजक ढङ्गबाट चाहिँ सिर्जना भइरहेको अवस्था पनि हामीले देखिरहेका छौँ। र विशेष गरेर काठमाडौँलाई फोकस गरेर मेन मिसन गरेर चाहिँ नेपालका शासक र सामन्तवाद पुँजीवाद दलाल भ्रष्ट नालायक सरकारहरूले चाहिँ बेला बखतमा चलाइमान गरेको अवस्था पनि हामीले देखेका छौँ। पटक पटक हालिमुहाली गरेर खाना पल्केका शासक र सामन्तवादहरू यो नामुद सहरमा चप्पल लाएर तपाईँको आएकाहरू चाहिँ अहिले पोजेरो गाडी र सिआरपिएफ गाडीहरू चाहिँ महँगा चाहिँ तपाईँको चाहिँ कारहरू चढेको अवस्था देखिरहेको छ। गाउँघरमा चाहिँ सोझा साझा निर्दोष नेपाली जनताहरूलाई चाहिँ चलखेल गर्ने, तपाईँको चाहिँ आँखामा छारो हाल्नेदेखि लिएर हरेक व्यतिथिहरू चाहिँ नेपाल देशका नदीनाला बेचेर खाने भ्रष्ट र तस्करका नाइकेहरूलाई गाउँ सहरबाट चाहिँ खेद्नुपर्छ भन्ने चाहिँ हाम्रो मनसाय हो। यो अपडेट दिनुको कारण चाहिँ के त भने नेपालमा हरेक व्यतिथिहरू चाहिँ चिर्नुपर्छ है भन्ने चाहिँ हाम्रो सन्दर्भ पनि हो। र समग्रमा नेपाली जनताहरूको पक्षमा र श्रमजीवी वर्गहरूको पक्षमा चाहिँ यो नेपाल देशमा आमूल परिवर्तनको पक्षमा समृद्ध नेपाल आम सुखी नेपालीको पक्षमा हुनुपर्छ है राजनीति भन्ने हाम्रो मनसाय हो। यहाँ सीमित व्यक्तिहरूले, सीमित केही व्यक्तिवादीहरूले राजनीति चलखेल गरिरहेको अवस्था छ। नेपालमा मान्छे मार्ने, जनतालाई मार्ने षड्यन्त्रसम्म तानाबानाहरू चाहिँ बुनिरहेको छ। पूर्व राजावादीहरू लगायत नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेका शासकहरूले पनि चलखेल गरेको अवस्था छ। नेपालमा षड्यन्त्रपूर्वक रचेर चाहिँ जनतालाई मार्ने षड्यन्त्रहरू बुनिरहेको छ। यो चाहिँ हामीले परास्त गर्नुपर्छ। यो सहर भनेको तपाईँ हाम्रो सहर हो। यहाँ चाहिँ अराजकता र व्यतिथिहरूलाई चाहिँ भ्रष्टहरूलाई चाहिँ फटाहरूलाई चाहिँ यो देशका लुटेराहरूलाई, विदेशी माफिया मतियार दलालहरूलाई चाहिँ यो देशबाट खिच्नुपर्छ। तपाईँ हामी एकजुट हुनुपर्छ। देशभक्त नागरिकहरू, सम्पूर्ण आम नागरिकहरूलाई चाहिँ हामी आह्वान गर्न चाहन्छु, तपाईँ हाम्रो राष्ट्र र राष्ट्रियताको पक्षमा, गरिब जनताहरूको पक्षमा र श्रमजीवी वर्गहरूको पक्षमा र किसान वर्गहरूको पक्षमा यो देशको राज्य सत्ता र सरकार बन्नुपर्छ भन्ने हाम्रो मनसाय हो, मनस्थिति हो। जबसम्म घाँस कपासको ग्यारेन्टी गर्न सक्दैन राज्य सत्ताले, सरकारले, तबसम्म हाम्रो आमूल परिवर्तन हुन सक्दैन नेपालमा भन्ने हाम्रो चाहिँ मूल नाराका साथ हामीले चाहिँ लागिरहेको छ। यो देशमा अहिले भ्रष्ट र तस्कर र माफियाहरू जो छन् नेपालमा, देशका नदीनाला बेचेर खाने, जो तपाईँको वन जङ्गल जडीबुडी जमिन सब बेचेर खाने यस्ता फटाहा नालायकहरू चाहिँ यो काठमाडौँ सहरमा चाहिँ केन्द्रित भएको हामीले देखिरहेको छ। नेपाली काङ्ग्रेस लगायत नेकपा एमाले, माओवादी केन्द्र लगायत राष्ट्रपतिका घन्टी लगायत सम्पूर्ण साथीहरू चाहिँ आन्दोलनमा घुमेको जस्तो पनि महसुस गरिरहेछ। तर भित्री रूपमा चाहिँ तपाईँको चाहिँ षड्यन्त्रपूर्वक मान्छे मार्ने एउटा चाहिँ षड्यन्त्र काठमाडौँ सहरलाई चाहिँ हामीले हेरिरहेको छौँ। यस्तो नहोस् भन्न चाहन्छु भन्दै हस्त आजलाई धन्यवाद। समग्रमा सम्पूर्ण मित्रलाई ओके बाई भन्न चाहन्छु। हस्।